नमस्कार दर्शकबिन, म अंकित कुमार हजुरलाई स्वागत गर्दछु सद्भावकी सन्देश फेसबुक पेजमा। र हामीलाई जानकारी प्राप्त भएको छ कि सुस्ता 1 छिमनी भन्ने ठाउँमा आज सन्त रामपालजी महाराजजीको सत्संग कार्यक्रम भइरहेको छ र हामीले अगाडि बढेर देखाउनेछौँ के कस्ता व्यवस्था रहेछ र के कस्ता कार्यक्रम रहेछ भनेर। ल हामी हेर्न सक्छौँ, भगतजी यहाँ हेर्न सक्छौँ पार्किङको पनि निकै व्यवस्था गर्नुभएको छ र अगाडि बाइकहरू पनि पार्क गर्नुभएको रहेछ। र यही यो अगाडि बढेर हेर्न सक्छौँ, यहाँबाट भित्र सत्संग भइरहेको रहेछ र यहाँ हामी पसेर हेर्छौँ है त। हेर्न सक्छौँ यहाँ सन्त रामपालजी महाराजजीको एउटा ब्यानर पनि लाउनु भएको छ। तीनों देवा कमल दल बसे, ब्रह्मा विष्णु महेश, प्रथम इनकी वन्दना, फिर सुन सद्गुरु उपदेश भन्ने रहेछ। जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराज उहाँहरूको ब्यानर रहेछ र हामी अगाडि हेर्छौँ। यहाँ चप्पलहरू पनि, जुत्ता चप्पलहरू, कति भक्तजनहरू पनि आएको रहेछन् क्या हो, थुप्रै चप्पल जुत्ताहरू रहेछ है त। हामी अलि अगाडि बढेर हेर्छौँ भित्र पसेर के कस्ता रहेछ। अलि अगाडि बढ्ने क्रममा हेर्न सक्नुहुन्छ, यहाँ भित्र सत्संग रहेछ। सन्त रामपालजी महाराजजीले सत्संग गर्नुभएको रहेछ र उतापट्टि हाम्रो चिया नास्ता बिस्कुटहरूको पनि व्यवस्था रहेछ। उता जलराम रहेछ अरे। र अलि अगाडि बढ्ने क्रममा हेर्न सक्छ। ल अलि अगाडि हेर्न सक्नुहुन्छ, यहाँ भगतजनहरूको निकै उपस्थिति रहेछ। अनि यहाँ सिस्टम के रहेछ भन्दा भगतहरू एकातिर र भगतमाईहरू एकातिर बसेर सत्संग सुन्ने रहेछ र सन्त रामपालजी महाराजजीले सत्संग गर्नुभएको रहेछ। निकै डिसिप्लिनमा बसेर भगतजनहरूले सत्संग सुनिराख्नु भएको रहेछ। हामीलाई जानकारी प्राप्त भयो कि यहाँ सत्संग रहेछ भनेर, त्यही भएर हामीले यसो रिपोर्टिङ गर्न आइपुग्यौँ। हेर्न सक्नुहुन्छ निकै धेरैजना आउनुभएको रहेछ सत्संगमा। हेर्न सक्नुहुन्छ हजुरले, निकै भगतहरू एकतिर र भगतमाईहरू एकतिर र बसेर सत्संग सुन्नुभएको रहेछ। रोक्नु